गुड मर्निङ एभ्रिवान। हजुरहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। यो हावापानी यति हावापानी नभनौँ न, हिजोको हावापानी आज मैले चावल शीतल चिसो पानी हाल्दिनँ, गरम पानी हाल्छु। म यहाँ गरम पानी गरिरहेको छु किनभने चिया पनि अघि नै खाइसके मान्छेले। सबैलाई चिया दिएँ मैले। हेर्नुहोस् चिया पनि खाइसके हजुरहरूले सबैले। हेर्नुहोस् चिया पनि पकाइसकेको छु, चिया पनि दिइसकेँ मैले। अनि के भन्नुहुन्छ भने हजुरहरूलाई के भन्नु आँटेको थिएँ मैले, हिजोको दुध थियो, दुध पनि थियो हिजोको। यो दुध फाटो अलिकति थियो, फाटिदियो। अनि मैले चाहिँ अनि प्याकेट दुधको चिया बनाएँ मैले अहिले। अनि त्यही हो, हिजो नभन्नु यस्तो हावापानी धन्यवादको के भन्नु र। हिजो आँटा लगाएको, आँटाको पनि पुरा आँटा भिजेर लगाएको, आँटा पनि सबै भिजेर फेरि अनि फेरि लगाएको मैले आँटा। के हो त्यस्तै हो। अब भन्नुभएको छैन, नयाँ आएर छु, गरिदिन्छन् होला नि त आस्ते होइन होस् त। त्यही हो मेरो जीवनको कुरा चाहिँ त्यही हो। अब हजुरहरू के भन्न चाहनुहुन्छ भने भन्नुहोस्, कमेन्टमा लेख्नुहोस्। हस् त साथी हो, अहिलेको लागि बाई, गुड मर्निङ। ल त राख्छु ल, हस् त।